ल अब हामी पेट्रोल हालेर निस्किसकेका छौँ। अब यो चाहिँ ट्याक्कै मानुङ जाने बाटोमा आइसकेका छौँ। यो पृथ्वी हाइवे यहाँबाट सिधै माथि। अब एकछिन हेर है पछाडिबाट फेरि यही बाटो हो। आशा गाडी यही बाटो है। अब हामी छिर्यौँ मानुङ जाने बाटोमा। यो ठुलो बाटो छ। यो चाहिँ उता तनहुँ हाइड्रो जाने बाटो पनि हो। 144 मेगावाटको चाहिँ यो विद्युत चाहिँ उत्पादन भइरहेको छ। त्यो प्रोजेक्ट चाहिँ चलिरहेको छ। विद्युत त उत्पादन सुरु भएको छैन, त्यहाँ काम चाहिँ भइरहेको छ। यो बाटो भएर जान्छ। अब यहाँबाट चाहिँ हामी अब माथितिर जानुपर्ने हुन्छ मानुङकोटको लागि चाहिँ। यो पाटन जाने बाटो पनि यही हो। अब यहाँबाट चाहिँ सानो बाटो। अब हामी मानुङकोटतिर उकालो लाग्दैछौँ। अब हामी यो बाटो भएर माथिल्लो बाटो चाहिँ मानुङकोट जाने बाटो यो उकालो छ। त्यस्तै 9 किलोमिटर होला यहाँ तल हाइवेबाट। त्यति धेरै छैन, तर बाटो उकालो छ। तर धेरै जस्तो चाहिँ पिच भइसकेको छ। धेरै नआएको पनि हेरौँ अब कतिसम्म पिच भएको छ। बाटो राम्रो छ। यही बाटो हो यो तल यही बाटो हो। हामी उकालो लाग्दैछौँ। अब भएसम्म चाहिँ हजुरहरूलाई आज रोडै देखाउने होला। अब मानुङको रोड कस्तो छ भनेर तपाईँहरूलाई अलिकति खुल्दुली होला होइन आउनको लागि। अब धेरै ठुलो रोड चाहिँ छैन र सानो छ। जान त यहाँ ससानो मिनी बसहरू पनि जान्छ। त्यस गाडी लिएर अब सानो कारहरूलाई चाहिँ कुनै समस्या छैन। बाइकहरू भइहाल्यो होइन। बाइकहरू लिएर कार लिएर अनि हजुरहरू चाहिँ आउनु सक्नुहुन्छ। यहाँ आउन यस्तो देखिन्छ, माथि देखिन्छ कि धेरै माथि सिधै टाढो छ कि। पहिला चाहिँ दमौलीबाट चाहिँ हिँड्दा चाहिँ 2-3 घन्टा लाग्थ्यो अरे है मानुङको लागि। पहिला त्यहाँ बस्ती अलिकति पानी चाहिँ अलिकति गाह्रो भएर बस्ती पनि तल झरेको रहेछ। अब पछि चाहिँ यो अब टुरिस्ट डेस्टिनेसनको रूपमा विकसित भइसकेपछि चाहिँ अहिले त्यहाँ धेरै घरहरू पनि छ। होटेलहरू पनि खुल्दैछ। यो त होटेलहरू माथि गएर देखाउँ ल। अहिले चाहिँ बाटोको अरू यस्तो छ, हेर्दै जानु होला। अहिलेसम्म चाहिँ त्यस्तो नराम्रो बाटो केही भेटिएको छैन है। यो बाटोहरू